यसरी हिँड्दै 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 जाँदैछ हो। हाम्रो चाहिँ अब गाडीहरू पनि आएको छैन र हामीहरू आधी बिचदेखि चाहिँ हिँडेर आएको र यहाँ हामीले चाहिँ पाथी चढाउने काम गरेको छ। सबैजनालाई त याद भएकै कुरा हो, डाँडा काट्दाखेरि हामी देउरालीमा चाहिँ ढुङ्गा चढाउँछौँ, किनभने हाम्रो पहिलादेखिको रीतिरिवाज नै हो कि देउरालीमा पाथी चढाउनु पर्छ भन्ने चाहिँ है। यो चाहिँ अब बनाएको माने जस्तै हो। हामी चाहिँ यसरी हिँड्दै आउँदाखेरि होइन, यस्तो दामी दामी सिनहरू लिएर आइरहेको छु होइन। साथीभाइहरू गुड इभिनिङको भिडियो तपाईँहरूलाई होइन। हामी चाहिँ यहाँतिर चाहिँ यो उहिले अब 1915 सालदेखि नै यो ढुङ्गा थुपारेको जग्गा हो होइन। यहाँ ओम माने पेम्याङ है, सबैको गरादासा राम्रो होस् भनेर चाहिँ हामी हामीले यसरी ढुङ्गा चढाउँदैछौँ होइन। सबैजना जाति कुशलै होस् परिवारमा भनेर चाहिँ हामीहरू यसरी पाथी यो चाहिँ चढाउँछौँ। ल ल हेर्दै जानुहोस् है आजको भ्युज तपाईँहरूलाई म देखाइरहेको छु होइन। यो पारिको देख्ने चाहिँ पारि डाँडा देख्ने चाहिँ अब कुबुकदेखि यता माथि है, एक्ला माथिको पोस हो है। ल अब क्यामेराम्यान चाहिँ म है, निमा तपाईँहरूलाई भन्दै आज म फेरि सानो रिल्स लिएर यसरी आउँदैछु। हेर्नुहोस् होइन दोस्त, कस्तो छौ? हाल खबर एकदम ठिक छ? एकदम ठिक छ भन्नुभयो र हामी त ओह्रालै हिँड्दैछौँ। ल आजलाई यतिमै, धन्यवाद।